गाइज वेलकम टु माई ब्लग। अहिले त एकदमै रुममा बसेर एकदमै झ्याउ लाग्यो कि दिक्क भइहाल्यो। अनि त्यही भएर चाहिँ मर्निङले साथीहरू चाहिँ हामी पार्क गइरहेको। अनि त्यहाँ पार्क गएर चाहिँ रमाइलो गर्छौँ। तर त्योभन्दा अगाडि चाहिँ मन्डेबाट हाम्रो हस्पिटल क्लासेसहरू छ कि त्यही भएर हामीले सिग्नेचर गर्नुपर्छ। त्यही सिग्नेचर गर्नको लागि चाहिँ सरहरूले बोलाउनु भएको छ। अनि सिग्नेचर गरिसकेपछि चाहिँ आई विल शो यु द वे, त्यहाँको सिनेरी, त्यहाँको भ्यूहरू होइन। अनि हामीले त्यो विषय हामी त्यो खानेकुराहरू पनि किन्छौँ। खानेहरू किनिसकेपछि हामी एकछिन बस्छौँ, त्यहाँदेखि फ्रेस हावा लिन्छौँ, त्यसपछि घर फर्किन्छौँ। Stay tuned. Pretty girls. Yes. Himanshi, please look at them. Yes, pretty. डोरेमोनले खाने चक्लेट हो। सपना पनि डोरेमोनै हो। Are you Doraemon? I'm not a Doraemon. I want a Doraemon in my life. ल है लामो दिदी भएको फाइदा यही हो गाइस। Oh my god. अनि के उज्बेकिस्तानको एउटा खासियत के छ भने रोडमा जुनसुकै फलफुल फले पनि होइन हामीले आफूले टिपेर खान पाउँछ क्या। त्यही भएर चाहिँ यो कुरा चाहिँ एकदमै राम्रो लाग्यो क्या। अनि अङ्गुर फल्छ, एप्रिकोटहरू भयो, अनि स्याउहरू फलेको हुन्छ, हामी चाहिँ टिपिदिन्छौँ अनि खाइदिन्छौँ, कसैले केही नि भन्दैन। यो एकदमै राम्रो बेनिफिट पनि छ क्या यता। यस, होस्टेलबाट पानी भरि ल्याएर पानी बिर्सेर फेरि मार्केटमा गएर नयाँ पानी किन्ने, त्यो कसले गर्न सक्छ? ओन्ली सपना। सो गाइज होइन, यो त पिन्दाखेरि चाहिँ मलाई नेपालमै छु जस्तो लाग्छ। फर फ्यु सेकेन्ड आई एम इन नेपाल। अनि यो रुखहरू, हावा होइन, फ्रेस हावाले गर्दा एकदमै खुसी लाग्छ क्या। बट आई डु मिस माई होल। मलाई त के लाग्छ भने मेन्टली मात्र फिट होइन क्या, फिजिकली पनि फिट हुनुपर्छ होइन। अनि त्यही भएर चाहिँ आज लागिबाट साँझतिर हिँड्न आएको। एन्ड दिस इज द भ्यू। यो चाहिँ बाटो हो। होइन त फ्यामिलीहरू चाहिँ यसरी ग्यादर भएर चाहिँ साथसाथै बस्ने गर्छन् होइन। आफ्नो फ्यामिली टाइम एकदमै इम्पोर्टेन्ट हो क्या, यहाँबाट नि बुझिन्छ क्या। जुन दिन मैले यो चलाएँ होइन त्यो दिन बुझ्नु कि म आफ्नो कन्फिडेन्टको हाई स्पिडमा छु क्या। हुन त चलाउनु त्यस्तो गाह्रो त होइन, तर मलाई एकदमै डर लाग्छ कि। मान्छेको आफ्नो एउटा फेयर भन्ने हुन्छ होइन। मेरो फेयर भनेको एउटा यो हो, एउटा भनेको अर्को भनेको अँध्यारोबाट के एकदम मलाई सफोकेट हुन्छ। अनि यो चलाएपछि त मलाई थाहा छ, किनभने मैले घरमा हुँदाखेरि चाहिँ एउटा स्कुटर नै ठोकिदिएको थिएँ क्या। तर म सुन आई विल राइड दिस एन्ड आई विल अपलोड द भिडियो। गाइज होइन, यो चाहिँ रातिको भ्यू हो। राति पनि धेरै भएको छैन, यो चाहिँ यस्तो भ्यू छ। अनि उता फ्यामिलीहरू फेरि उता बसिरहेछन्, टाइम स्पेन्ड गरेछन्, क्वालिटी अफ टाइम। एन्ड यु क्यान सी दिस भ्यू। अब यो भ्यू हेर्दाखेरि आफ्नो घरको याद कसलाई आउँछ त? अनि कसैलाई नि आउँदैन।